हेलो गाइज वेलकम बैक टू माई न्यू भिडियो। आज डे 17 को भयो चाहिँ आज चाहिँ म चाहिँ यहाँ तल मिडल्याबमा हो। मिडल्याबमा चाहिँ काम भइरहेछ। हेर्नुहोस् यस्तो गरी काम भइरहेछ। अनि गाइज अहिले चाहिँ आज चाहिँ फिल्म हेर्न जाने भन्ने कुरो थियो। आज फिल्म हेर्नतिर गइन्छ होला। त्यही हो, हेर्नुहोस् भिडियो ट्याक्क के हुन्छ हेर्दै जाऊँ। अहिले चाहिँ हामी ट्याक्क फिल्म हेर्न भनेर आएको के अरे, तर चाहिँ 1 घन्टा हामी कुर्न पर्ने भयो। यता सन्तोष छन्, यहाँ शङ्कर दाई हुनुहुन्छ, यहाँ रञ्जन छ, यहाँ सुगम छन्। सुगमले के भन्न चाहन्छौ? मैले के भन्नु, आज चाहिँ हाम्रो ब्याड लक रहेछ। आज फर्स्ट टाइम यिनी दुइटाखेरि फर्स्ट टाइम आएको नि होइन, हामी चाहिँ पहिला आइरहेको थियौँ। यिनले फेरि आफ्नो बर्थडे दिन आउने भनेर खुसी भइरहन्। त्यो धमाल भन्ने हेर्नुपर्छ कि धमाल भन्ने कहाँ छ? हामी पहिला द्वारिकामा गएको थियौँ। द्वारिकामा जाँदाखेरि ट्याक्क के भयो भन्दा त्यहाँ चाहिँ पुरै बन्द रहेछ कि, अनि त्यो बन्द भएर हामी कुर्न पऱ्यो। त्यसपछि यहाँ आइयो। त्यही त कति 100 भन्दा माथि होइन। हाम्रो यसबाट हाम्रो लक्की ड्रमा चाहिँ 1 लाख रुपियाँ जित्न सकिन्छ है। 50,000 दिने हुन्छ कि चित्त बुझ्छ। 50,000 1000 रुपियाँ दिनु त भयो कि हामीलाई त। यसि त ओने त होला सेन्स हराइन यो ढोकिन थाल्यो। अहिले चाहिँ हामी यहाँ फिल्म हेर्न भनेर आएको अरे। यहाँ लाइट बलेर रहेछ। यो पुरा भित्र छिर्न नि भाइ। यहाँ बोतलमा पानी किनेको त यति सानो किन? कहाँ लेखेछ र भाइ? यताउता तिमी नापिउ त कति हो? यहीँ त ठुलो खाने नि पाउँछन् होइन? यिनलाई नि पाइन्न र? किन? यस्तो गर्दै जान्छु क्या, यस्तो गर्दै। त्यसो भए मैले घरका केटाकेटी फोटो लिएर आउँछु। होइन मेरो त यति आउँछ, तिमीभन्दा ठुलो रहेछ क्या। 3 दुनो 6 त म त होला यहाँ। शङ्कर दाइ कति? तिमी 5.11 हौ। हावा गरेर गर्छु आऊ। तिमीभन्दा ठुलो उयो आएर म कहाँ 5 पोइन्ट कति 9 छु। तिमी त कहाँ जाने? त्यो फिता लिएर आयो त। दे फिता खाएर यहाँ फिता खाएर। कहाँ फिता? के थाहा यो बोतल हार्ड होइन। अब चाहिँ गर्नु फाइनल्ली हामी चाहिँ भित्र छिरिसकेको छौँ। छिर्न पाइयो। यहाँ चाहिँ यस्ता एडहरू चलाइरहेछन्। उता सन्तोष छन्, उता रञ्जनहरू बल्ल छिर्दै छन्। त्यही हो। कुन र? अहिले चाहिँ हामी ट्याक्क यहाँ बसेर फोटो खिच्ने कार्यक्रम भइरहेछ। टिकट पनि देखाउ न, टिकट देखाइदेऊ न। तपाईँकोबाट अहिले खिचाउँला होइन र? ल राम्रो देखियो कि? भयो त। फाइनली गाइज पपकर्न पनि आइसक्यो। अनि यहाँ चाहिँ सन्तोष, पानी नि छ, शङ्कर दाइ। तर गेटै खुले होइन। कति भयो? 9:15 को भनेको 20सम्म यहाँ 11:15 को भनेको अहिलेसम्म खुले। जम्मै गाउँ खेलेर बसेँ ढोका धाल्न। जम्मै कौन खस्दै छिर्ने भन्दै यो बसिरहेको। हामी चाहिँ अगाडि जाउँ। हामी खस्दै छिरिहाल्ने हो। अरू पछाडि आउँदै गर्दा हामी घर खस्दै छिरेर उत्ताउनु पर्ने हेरिहाल्ने हो। यस्तो फ्याँ गर्दै छैन कसैलाई। फ्याँ गर्दै फाइनली गाइज हामी सिनेमा हलमा छिरिसकेका छौँ। अगाडि त के बजाइरहेछन् उहाँ चाहिँ शङ्कर दाइ र रञ्जन भाइहरू छन्। यहाँ चाहिँ यसले पन्जा लाउँदैछ नि।
मकै खानु पर्यो नि मकै यहाँ कोही यहाँ चाहिँ मकै छ हेर्नु मैले मकै खानु छ खान न मैले त ब्याङ्कको हेर्नुहोस् हाफ टाइम भयो त्यही भएर एकछिनसम्म 6G को प्रचार दिइराखेको वर्ल्डिङ फास्ट अलराउन्डर छ भन्छ भन्न पनि कसले भने रोहित पौडेल सोमपाल कामी हो प्रचारमा भिडियो कल गर्दा नअड्किने अरे यहाँ कति कति बुढाको हेर न अझ सुरुमा सबैको राम्रो चल्छ यसले नि खतरा भिडियो बनाउँछ नि हेर्छ किन टिप्छ बल धेरै थरीका हुन्छन् चुम्बकीय बल अंतर्देशीय बल बल के हो अहिले चाहिँ हामी फिल्म सकाएर निस्किँदैछौँ हेर्नुहोस् पछाडि सिटी सेन्टर यता सन्तोष कस्तो लाग्यो फिल्म फिल्म त मलाई बहुत अच्छा वाला सीन के त्यो फिल्मको नाम के हो गौँथली हाम्रा हातमा चुरा लगाउने मन र हाम्रो साइडको सुटी चाहिँ अति रुनु भयो उहाँलाई देखेर मलाई हाँसो पनि लाग्यो देखेर मलाई रुन मन लाग्यो तर सुटीलाई देखेर साह्रै हाँसो लाग्यो यस्तो रोइ सुरुमा फिल्म सुरु हुन पाएन सुटी फिल्ममा सुरु बल्ल नाम भन्छ नि त्यही बेलामा हाँसो लाग्यो अनि हेर्नुहोस् अहिले फुटपाथमा गाडी चढाउनु पाइँदैन है गाडी गर अहिले चाहिँ हामी फिल्म हेरेर अब हिँड्दै घर जान थालेको शङ्करदेव घाट गरेको थिएँ त्यही पनि शङ्करदेव बाइक गोलपार्क जानु ए अनि यस्तो छ अहिले यहाँ फेरि भात पनि बिहान उठेर बिहान उठेर मुख धोएर आएको अहिले भोक लाग्यो चाहिँ भएर भएन पपकर्न त जानु पपकर्न के हो र नै फिल्म हेरेर के फिल्म हेरेर अगाएन हेरेर झन् गौँथली गौँथली त्यो गौँथलीको अन्डा भनेर गौँथलीको अन्डा हाने बेला भनेको त्यो के उसको बट्टाइको अन्डा झऱ्यो त्यो लास्ट चाहिँ हो यार लास्ट पार्टको भिडियो गर्नु पर्ने थियो गौँथली आई लभ यु ए मारलाई धन्दै माऱ्यो त्यो यार अटोले डाउन डाउन कम कम गो त्यहीँको गाइज अहिले हामी कालिका नगरमा छौँ जान्छ मेरो हामी यहाँ अटो अहिले चाहिँ म ट्याक्क चिया मण्डपमा आएको छु ट्याक्क अहिले एक्लै आइदिएको फाइनल्ली सबैजना आइसके ट्याक्क यी लाइन पनि गयो जस्तो यार स्टार्ट गर्ने बित्तिकै लाइन गइदियो मलाई समीर यताहान आज चाहिँ समीरले चाहिँ आज बिहान बिहान चाहिँ पर्सि 30 गतेको लागि स्पाइडरम्यान ब्रान्ड न्यू डेको चाहिँ फर्स्ट डे फर्स्ट सो बुक गरेछन् राजनलाई भनेछन् समीरले मलाई र समीरले अनि अझ एउटा टिकट बुक त गरे अनि त्यो चाहिँ अरू कसैलाई हो राजनलाई नलगेको भएर राजन रुन देख्न सक्नुहुन्छ राजन रोए राजनको इगो हट भयो ये बढ़िया था गुरु ये बहुत बढ़िया किया आपने राजन कस्तो थियो नि राजनले सधैँ खाइरहेको छ नि लाग्दैन अस्ति हामी निस्केपछि मकैमा त्यही चिकन थियो
ल ब्लगलाई निक्लो क्लिप ल अहिले चाहिँ म घर आइसकेँ अनि आज के भयो तपाईँले देख्नुभयो। आज फिल्म पनि हेर्न गइयो अनि साथीहरूसँग चिया मण्डपमा गएर चिया गफ पनि गरियो। अनि आजको भिडियो कस्तो लाग्यो, यदि मन परेमा लाइक गर्नुहोला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। गुड नाइट, बाई। भोलि भेटौँला, बाई।